आज यो हिमवत खण्ड कला साहित्य संस्कृति सम्मेलन आयोजक मदन भण्डारी कला साहित्य केन्द्र राष्ट्रिय सभागृहमा आएको छु। कार्यक्रम सुरु हुनु लाग्दैछ, मान्छे भेला हुँदैछन्। तीन दिनको कार्यक्रम 1, 2, 3 चैतको 3 गतेसम्म कार्यक्रम छ। सांस्कृतिक बाजा गाजा सहित अब अहिले हल खाली छ। अब एकछिनमा हलमा भर मान्छे हुनेछन्। यो रचन होइन दाजु, ठ्याक्क एउटा भिडियो नि बनाऊ। सांस्कृतिक कार्यक्रममा झलकहरू आउँदै सभागृहमा
संयुक्त हिमवत् खण्ड कला साहित्य संस्कृति सम्मेलन प्रमुख अतिथिको रूपमा हामीले हाम्रो पृथ्वीमा थाप मार्नका लागि र हामीलाई मार्गदर्शन दिनका लागि प्राप्त गरेका छौँ सम्माननीय पूर्व राष्ट्रपति श्रीमती विद्या देवी भण्डारीज्यू। आसन ग्रहणका लागि उपस्थिति जनाइदिन हुनका लागि विनम्र अनुरोध छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पूर्व उपप्रधानमन्त्री तथा साहित्यकार विशिष्ट अतिथि श्री ईश्वर पोखरेलज्यूलाई आसन ग्रहणका लागि अनुरोध छ। साहित्यकार एवं नेकपा एमालेका उपाध्यक्ष गुरु बराज्यूलाई आसन ग्रहणका लागि विनम्र अनुरोध छ। पूर्व मन्त्री तथा नेकपा एमालेका संस्कृति विभाग प्रमुख श्री रघुजी पन्तज्यूलाई आसन ग्रहणका लागि अनुरोध छ। पूर्व उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठान प्राध्यापक डाक्टर श्री वासुदेव त्रिपाठीज्यूलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध छ। पूर्व कुलपति नेपाल प्रज्ञा प्रतिष्ठान श्री गंगा प्रसाद उप्रेतीज्यूलाई आसन ग्रहणका लागि विनम्र अनुरोध छ। काशी हिन्दू विश्वविद्यालय वाराणसी भारतका भारतीय भाषा विभागका अध्यक्ष तथा आचार्य प्राध्यापक डाक्टर दिवाकर प्रधानज्यूलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध छ। सम्मानपूर्वक लिन चाहन्छु वरिष्ठ साहित्यकार श्री मोदनाथ पत्री, माननीय हेमराज राईजी, वरिष्ठ कला साधक श्री मेघनाथ मन्जुलज्यू। तिमीले गर्व गर्नुपर्ने एउटा क्षण हो जसको परिकल्पना आजभन्दा धेरै वर्ष अगाडि गरिए पनि 5 वर्ष अगाडि हिमवत् खण्डको अघिल्लो सुरु भएको थियो। त्यसको परिकल्पनाकार सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा पनि सदनमा यहाँहरूमा केन्द्रित गर्न चाहन्छु। विद्याको राजधानी भनिन्छ र यहाँनिर प्राचीन पुरोहित बनाउने शिक्षा मात्रै छैन, संस्कृत शिक्षाको लागि मात्रै काशी प्रसिद्ध छैन। यहाँ
प्रतिची प्राची पौरस्थ र पाश्चात्य दुई शिक्षाको लागि काशी केन्द्र हो। नेपालले काशीमा प्रतिष्ठा प्राप्त गरिरहेको छ। नेपालको आफ्नो भवन छ, आफ्नो भूमि पनि छ काशीमा। काशीमा जगदम्बा धर्मशाला छ, नेपाली धर्मशाला छ। यहाँहरूले आएर बचाइदिनुपर्छ त्यो पनि काशीमा आएर, किनभने यहाँहरूको आफ्नो चिज हो। अब त्यो विश्वनाथ मन्दिरको सम्पद बनाउँदा, कोरिडोर बनाउँदा त्यो वृद्धाश्रम पनि क्षति भएको थियो। त्यो त्यसको लागि नेपाल सरकारबाट कुनै अनुदान प्राप्त भएको छ नेपाली मन्दिर, ललिताघाटको नेपाली मन्दिरको लागि। त त्यो यहाँबाट अनुमोदन भएको 3 वर्ष भइसक्यो। त्यो अहिलेसम्म कार्यरूपमा परिणत हुन सकेको छैन। त्यसलाई कुन विधिले हुन्छ यहाँहरूले त्यसलाई पनि सहयोग गरिदिनु होला। र नेपाल पीठ, काशी हिन्दू विश्वविद्यालयमा एउटा नेपाल पीठ छ। नेपाल पीठ छ, त्यो नेपाल पीठमा 3 वर्षको लागि नेपाली गुरु जान्छन् र त्यो गुरुलाई अब 3 वर्षको कार्यकाल सकेपछि अर्को पनि कार्यकाल, अर्को गुरु आउनुपर्ने हुन्छ। त्यसमा जसले नेपालको प्रतिष्ठा राख्न सक्छ ती गुरुलाई छानेर यहाँले सधैँ पठाउनुहोस्। हाम्रो काशी र काठमाडौँको सम्बन्ध मात्र होइन, भारत र नेपालको सम्बन्ध हामी मिलेर बसौँ। हाम्रो मित्रता, किनभने यो सम्मिलन हो, सम्यक मिलन हो। सम्यक कृतिको लागि, संस्कृतिको लागि हामीले सम्मिलन गरिरहेका छौँ। यस सम्मिलनमा मात्र होइन, हामी सधैँका लागि हामी सँगै दुईटा देश भारत र नेपाल सहकार्यमा संलग्न हौँ। हामी दुई तेजस्वी हुँदै जाउँ, हामी दुई देश वीर्यवान हुँदै जाउँ। तर हामी बिचमा कहिले द्वेष भाव नजाओस्। सहनावतु सहनौ भुनक्तु सहवीर्यं परमावधि तेजस्वी नाम गीतमस्तु मां विद्विषामहि। ओम शान्ति शान्ति। राष्ट्रपति विद्या भण्डारीज्यू, अध्यापक संघका कुलपतिज्यूहरू, पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ अध्यक्षहरू, पूर्व मन्त्रीज्यूहरू, पूर्व कुलपतिका प्रशासक प्राध्यापक वासुदेव त्रिपाठीज्यू, यसै बनाएर 3 दिने सांस्कृतिक सम्मेलन नेपालीत्वको खोजीका लागि उत्सवको रूपमा आयोजित गरिएको छ भन्ने आयोजक संस्था मदन भण्डारी कला साहित्य प्रतिष्ठानको विनम्र तर गौरवशाली भनाइ छ। हामीले हाम्रा पूर्वीय ज्ञानको स्रोतहरू बिर्सेर पश्चिमा ज्ञानको स्रोतलाई आधार मात्र थालेको भौतिकवादी चिन्तन र उपभोक्तावादी संस्कृतिमा रहन थालेको धेरै भइसक्यो। हाम्रो जीवनशैली, साहित्य, कला, संस्कृति पश्चिमा भौतिकवादले आक्रान्त छन्। हाम्रा मौलिक र रैथाने चिन्तन र जीवनशैली लोकको अवस्थामा छ। ज्ञानको शक्तिले मानव जाति र विश्वमा ठुलो महत्त्व राख्ने हुनाले राजनैतिक रूपमा पनि यसको ठुलो भूमिका हुन्छ। यसैकारण हाम्रो पूर्वेली चिन्तन, दर्शन, जीवनशैलीको संरक्षण र सम्वर्धनको मात्रैको आफ्नै गौरव र महत्त्व छ। यस परिप्रेक्ष्यमा आयोजित यस 3 दिने सम्मेलनको ठुलो महत्त्व छ। हो, हाम्रो आवश्यकता भौतिक विकास पनि हो, चाहिन्छ पनि, तर प्राकृतिक सन्तुलनलाई ध्यानमा राखेर गर्न सके पर्यावरण, मानव, पशु प्राणी, वनस्पति। यहाँ उपस्थित हुनुभएका राजनीतिक दलका नेतागण,
विभिन्न मुलुकबाट आउनुभएका विद्वत व्यक्तित्वहरू, कार्यपत्र प्रस्तुताहरू, सञ्चारकर्मीहरू, उपस्थित आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, मदन भण्डारी कला साहित्य प्रतिष्ठानले हिमालय खण्डमा बसोबास गर्ने विविध जात जाति र समुदायको भाषा, साहित्य, कला, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने तथा सांस्कृतिक आदान प्रदान गर्ने उद्देश्यसहित हिमवत खण्ड कला साहित्य संस्कृति सम्मेलन 2081 आयोजना गरेकोमा म आयोजकहरूलाई हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्न चाहन्छु। नम्बर मसँग छैन के नम्बर 6 मान्छेको क्या यस्तो है।